फाइनली गाइस यति कुरीले भेट्दा हैन अब यस्तो जंगल छ कहाँ हो है थाहै यस्तै छ हैन हेलो गाइज वेलकम टु माई न्यू ब्लग सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ म टोरे भन्ने जङ्गलमा जान लागिरहेको हैन आज जङ्गल गइन्छ टक्का लाएर हो हैन तरकारी लिन जङ्गलमा जस्तै कुरिलो ठोट्ने त्यसपछि न्युरो त्यसपछि चाहिँ च्याउ लिन हिँडेको ल अब टक्का लाएर हँसिया भन्छ हाम्रो हँसिया आफ्नो सेफ्टीको लागि टक्का लाएर खानेकुरो यहाँ अब ल्याएर हालेर होइन टक्का लाएर प्याक पनि गरिसक्यो होइन यहाँभित्र होइन अब यो झोल ल्याएर जानुपर्ने हुन्छ है अब बाटोमा अब के हुन्छ कसो हुन्छ होइन अब लाग्यो आफ्नो गन्तव्यतिर यस्तो छ आफ्नो गाउँको नजारा है टक्क अब गाउँबाट जङ्गल उता कता जानु छ होइन टक्क लाएर हिँडिन्छ ल हेर्दै राख्नु छैन के हुन्छ बाटोमा सो गाइस जङ्गलको प्रस्थान गरिसक्यो औषधि हेर्नु त कसैले खाँदै खान्न यार यतातिर त मान्छेले है कसैले हेर्नु जङ्गलको मिठो मिठो खानेकुराहरू ल ठिक छ अब अहिले हेर भेटौँला है त के हुन्छ सो गाइस हामी चाहिँ जङ्गल प्रस्थान गरियो यस्तो छ न्यालै न्यालो छ अब हेर्नु त कस्तो छ थैट पुरै न्यालै न्यालो छ होइन कलाएर आइयो अब जङ्गल आइसक्यो होइन टोरे भन्ने ठाउँ जाँदैछौँ कलाएर हेर्नु छैन अगाडि भेटौँला है त फाइनली गाइस यति कुरीले भेट्टा होइन अब यस्तो जङ्गल छ कहाँ हो है अब यस्तै छ होइन यस्तै छ कुरिलोहरू भेट्टा खोज्दैछु होइन यस्तो छ सो फ्यामिली अब बल्ल यति बनाइयो होइन यहाँभित्र छ अब यस्तै छ यहाँ हिँड्दैछु अब जङ्गलमा कहाँ अड्क्यो होइन अब अगाडि बसी कहाँ के हुन्छ होइन बल्ल आटा झोला सो गाइज हामी चाहिँ अब यस्तो भिरमा आएको छ होइन टक्कै यो हुन्छ कुरेलो भन्ने हो यहाँ भरिभरि यहाँ हाम्रो दाइ हुनुहुन्छ ठोट्ने ल्याउनु भएको यस्तो होइन यस्तो छ होइन यी कुरिलो यस्तै छ हाम्रो नारायण दाइ नै आउनु यस्तो फर्स्ट टाइम हो त्यो हाम्रो गाउँमा है ल यस्तो छ अहिले यस्तो टक्क है त ल अब पछि सो गाइस यस्तोको जग्गामा फस्यो कहाँ हो यार लास्टै डर लाग्यो यार कहाँ यार कता हैट यस्तो छ के गइन्छ यार हैट यस्तो जग्गालाई कहाँ फसेको यार लास्टै दुःख लाग्यो हैट कहाँ हिँडिरहेको डेस्टिनेसन गन्तव्य कहाँ हो यार बिर्सियो क्या रुटै अब यस्तै छ यी ल है सो गाइज यस्तो खालको पनि दृश्य देख्न सकिन्छ हामीले हेर्नु त यस्तो ठुलो पत्थर छ के हो यस्तो भयानक अवस्था छ यस्तो ठुलो है जङ्गलको बिचमा कहाँ यस्तो छ यो जङ्गल यस्तो छ नि त त्यो बाटो कता गाह्रो छ यस्तो बाटो हिँडेको छ बारीपट्टि कि बारीपट्टि बेसी पाइन्न होइन यसरी हिँड्नुपर्छ बाटो गाह्रो छ होइन मेलै गाडी कता हेर्ने हो नि हेर्नु त होइन टक्का लाएर हेरौँ बुझ्छ होइन बाटो हिँडेको हो कता यस्तो बाटो टोरेको जङ्गलमा गाह्रो रहेछ आउनु यो त छाउ छ त्यो ठुलो यो हाम्रो गाउँ होइन टक्का लाले यस्तो राम्रो छ म चाहिँ यस्तो आएर लेखको खाँदै बाटोमा होइन
हेर्ने त्यसै देखतिर आइयो यो जङ्गल त्यो जङ्गल यो तारेर नैसम जङ्गल गाइज म चाहिँ जङ्गल गइकन फर्केर आइसकेँ घरतिरको बाटो लागिरहेको छु त्यस्तै भयो आज चाहिँ कतै लिएर आएको त्यही चाहिँ घरतिर प्रस्थान गरिसकेँ फाइनली आजको दिनचर्या त त्यस्तै भयो देखिसक्नुभयो थ्याङ्क यू फर वाचिङ दिस भिडियो आजको भिडियो यहीँ गर्न चाहन्छु हस् त धन्यवाद बाई